यो भिडियो चाहिँ कन्टेन्ट मोनेटाइजेसन कसले गर्नुहुन्छ उहाँहरूको लागि हो। यदि तपाईँले गर्नुहुन्न भने स्किप गर्न सक्नुहुन्छ। मैले के भन्न आएको भने म कन्टेन्ट मोनेटाइजेसन लगभग 1 वर्षदेखि गरिरहेको छु र ब्याङ्कमा चाहिँ रेगुलर पैसा आइरहेको छ। तर ब्याङ्कले के गरिरहेको छ भने मेरो ब्याङ्क एकाउन्टमा आएको पैसाको 5% ट्याक्स काट्छ, टिडिएस भनेर, सरी ट्याक्स भनेर, रेमिट्यान्स ट्याक्स भनेर, अनि अरू पैसा चाहिँ ब्याङ्क अकाउन्टमा क्रेडिट गरिदिन्छ। तर मेन प्रब्लम के भइरहेको छ भने त्यो जुन पैसा हाम्रो नाममा ट्याक्स काटेको छ त्यो हाम्रो नाममा चाहिँ देखाइरहेको छैन। मैले चाहिँ आन्तरिक आइआरडी लगइन गरेर हेरेँ, त्यसमा पनि छैन। कतिचोटि इमेल गरेँ, उनीहरूले चाहिँ हुन्छ मात्र भन्छ, अझसम्म कुनै पनि त्यो चढाइदिइरहेको छैन मेरो प्यान एकाउन्टमा। अनि यसले गर्दाखेरि चाहिँ मैले प्रब्लम हुनसक्छ पछि। अनि अर्को कुरा मैले के सुनिरहेको छु भने ब्याङ्कहरूले हाम्रो नाममा चाहिँ पैसा लिने अनि त्यसपछि चाहिँ आफूले तिरेको भनेर पछि त्यो पैसा युज गरेर आफूले ट्याक्स तिर्ने गरेर ट्याक्स छलिरहेको भन्ने कुरा पनि सुन्नमा आएको छ। अब यो कति सत्य मैले सुनेको कुरा हो, म त्यसमा गर्दिनँ। तर हामीले तिरेको ट्याक्स चाहिँ हाम्रो अकाउन्टमा देखिनु पर्यो। यदि तपाईँहरूको अकाउन्टमा पनि त्यस्तो भइरहेको छ, पैसा आइरहेको छ तर तपाईँको प्यानमा त्यो क्रेडिट भएको छैन, तपाईँले तिरेको देखिएको छैन भने चाहिँ यसमा यो भिडियोमा कमेन्ट गर्नुहोस्। यो एउटा ग्रुप बनाएर अथवा के गरेर हुन्छ त्यो गर्नुपर्ने देखिन्छ। यसरी हामीले कमाएको पैसाको भोलिपर्सि स्रोत खुलाउनु पर्यो र ट्याक्स तिरेको देखाउनु पर्यो भने त्यो देखिन्न। त्यसैले चाहिँ यसमा कमेन्ट गर्नुहोस् यो कसको भइरहेको छ, यो चाहिँ चेक गर्नुपर्ने छ। थ्याङ्क यू।